के वेबसाइट हुन्छ नि एउटा त्यहाँबाट बनाउन सिधै मिल्छ पछि यो युज होला भन्नु कस्टमाइज मिल्छ यो चाहिँ अब हाम्रो हाम्रो ठ्याक्क DTM को प्रोजेक्सनमा सेट भयो DTM 45 जोन हैन अनि यो प्रोजेक्सनमा के छ यस्तो भन्दिउ न कति सेट गरे यो WTS 1984 अनि UTM 45 जोन भयो 45 एन्ड नर्थ ल गुड भाइ ल ओके डन छ यतिसम्म दामी बुझायो अब हाम्रो अब मेन काम भनेको अब टेरेन हाल्नु पर्यो टेरेन हाल्नलाई अब क्रिएट न्यू र्यास टेरेन गरे पनि भयो नत्र यहाँबाट टेरेनमा नत्र यहाँबाट सिधै क्रिएट न्यू र्यास टेरेन गर्यो भने अब टेरेनको डाटा हाल्नु पर्यो नि त हाम्रो यहाँ अब यहाँ प्लस गर्ने सुरुमा यो टेरेन गर्ने टेरेनमा अनि त्यसपछि नबोल्नु केटा हो एकछिन के हो कति हल्ला गरे ल केटा हेरे अनि के अरे टेरेनमा गएर क्रिएट न्यू टेरेन गर्ने होइन अनि यहाँ चाहिँ टेरेनमा अब यो प्लस गऱ्यो भने चाहिँ टेरेनहरू हाल्छौँ यहाँ अनि यो टेरेनमा गएर अब हामीले अघि डाउनलोड गरे हाम्रो यो टेरेनको फाइल चाहिँ सिधै हालिदिने अब फाइनल इयर प्रोजेक्ट भयो अनि हाम्रो ड्रोन रिजल्टमा आएर टेरेन गर्यो टेरेनमा क्रिएट न्यू र्यास टेरेन गर्यो अनि प्लस गर्यो प्लसमा गएर चाहिँ हाम्रो त्यो टेरेन भएको फोल्डरमा जाने त्यो चाहिँ फाइनल इयर प्रोजेक्टभित्र ड्रोन रिजल्टभित्र एक्स्ट्राभित्र DTM भित्र यो चाहिँ टेरेन भयो होइन हाम्रो टेरेन भने छुट्टै हुन्छ DTM के भाइ DTM ए DTM मै हो यो टेरेन भने DTM र जेम हो के अनि यस्तो गर्यो अनि क्रिएट गर्यो यहाँ सेल साइज भनेको यो 0.14 मिटरमा छ यो भनेको 14 सेन्टिमिटर भनेको ठ्याक्कै 15 सेन्टिमिटर भयो नि यो अनि रेजोल्युसन देखायो अब सेमएच प्रोजेक्सन ठिक छ अनि क्रिएट गरिदिने अब यसले यसो क्रिएटिङ हाल्छ त्यो सेमएच गरे भने त अघि अपलोड गरेको वालालाई सेम गरे हो त्यहीसँग अघि अपलोड गरे सुरुमै अपलोड गरिदिएपछि प्रोजेक्सन मिल्ने भयो कि ठ्याक्कै अब यो टेरेन आयो अब होइन टेरेनमा अब त्यो इमेज ल्याउने हैन यसमा यो भनेको टेरेन गर्ने प्रोजेक्सन हाल्ने त्यस्तो केही पनि छैन यो र्यास म्यापरको काम के यो DTM मै त हो नि के भयो के फरक आयो त नि यसमा पक्न यो त इम्पोर्ट गरे नि अब मेन काम त आउँदै बाँकी छ नि अनि हरेक र्यास म्यापर गर्ने बित्तिकै पहिला सुरु यसलाई सेभ गरिहाल्ने सेभ गर्यो भने र्यास म्यापरको फाइल यो चाहिँ यहाँ गएर बस्छ के टेस्टमा गएर अब हाम्रो अर्को काम भनेको यो भयो यो भनेको जियोमेट्री डाटा भनेको यहाँबाट मेन सबै काम गर्ने योबाट थर्ड 1 2 3 मा छ नि जुन यो जियोमेट्री डाटा गर्ने अनि यहाँबाट चाहिँ हामीले अब के गर्छौँ भन्दा यहाँबाट सबै अब यहाँ 2D फ्लोहरू बनाउने के गर्ने सबै यो 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 यसबाट गर्छु के यहाँबाट यसलाई सेभ गर्यो होइन जियोमेट्री डाटा प्लट टेरेन क्लोज यहाँ आयो नि जुन यो अघि यहाँबाट यहाँ ताने हो कि यो सेभ नगरेको भए चाहिँ यहाँ सेभ गर्ने सुरुमा मेन काम भनेको सेभ गर्नु अब हाम्रो यहाँ टन्नै छ होइन कुन आएर यसमा कोडमा चेक गर्नु अनि यही टेरेनकै आयो कि र्यास म्यापरको जियोमेट्री कहिले घर पर्सी ल यार केटा ल आशिष भयो होइन बुझिरहेछौ नि के डाटा आयो मैले के पुरै बुझिदिनँ सधैँ दाइले बुझ्नु भयो कि नै बुझ्यो यार ल बुझ्यो यो त बुझ्यो अब यहाँ एडिट गर्ने के हाल्ने हो कि अब हैन यो टेरेनको डाटा हो टेरेनको डाटा चाहिँ हाम्रो यो जियोमेट्रिक यो छ नि यो जियोमेट्रिक भनेको यहाँ सबै अब 2D फ्लोहरू बनाउनेमा ताने कि यसले टेरेनको डाटा सिधै आउँछ यहाँ यो गरेर यहाँबाट प्लट टेरेन गर्यो भने टेरेन आयो अब हामीले सुरुमा बनाउने 2D फ्लो एरिया भन्थ्यो नि अघि हो यहाँ 2D फ्लो एरियामा दबाएपछि 2D फ्लो एरिया बनाउँछ अब अनि तिमीले उ चाहिँ ल्याएनौ त त्यसको ठ्याक्कै त्यहीँको यो जस्तो यो जेम हुन्छ नि यो जेम चाहिँ ठ्याक्कै त्यही लोकेसनमा गएर बसिदिन्छ नि त तल पछाडि बेस म्याप हाल्ने हो बेस म्याप हाल्ने भनेको त त्यो सकिन्छ बेस म्याप त हाल्न मिलिहाल्छ नि यहाँबाट
हाल्नु पर्दैन त्यो हामीले अहिले पर्दैन दाइ यो बेसमा ठ्याक्क मिलिहाल्छ नि युटिएम जोनमा अनि यो 2D फ्लो गर्यो 2D फ्लोबाट अब हामीले यो 2D फ्लो दबाएपछि एरिया बनाउनुपर्छ कि ठ्याक ठ्याक यो एरियाभित्र हाम्रो सबै काम गर भनेर ठ्याक्क यो खोला खोला बिचबिचमा छ नि यसरी 2D फ्लो एरिया बनाउने अनि यसरी 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 साइड साइडबाट लाने साइड साइडबाट लाने ठ्याक्क यो बिचमा फ्लो भनेर चाहिँ कसरी भने यसमा 2D भन्नुको कारण हामीले जेमा हालमा फ्लो निकालिरहेको छौँ भनेर हो 2D फ्लो भनेको अब 1D भनेको एक डाइमेन्सनल हुने भयो 1D भनेको लाइनहरु मात्र हुने भयो लाइनहरु सिधा हिँड्ने कि त अगाडि कि सेन्टर त लाइन कि त साइड कि त लेफ्ट यसमा के भने भयो अब डेप्थहरु पनि आउने भयो इनन्डेसन म्याप पनि आउने भयो सबै आउने भयो हाइटको फ्याक्टर पनि लेख्ने भयो अब दुईचोटि क्लिक गरेपछि यो यसको नाम जे दिए नि भयो 2D यो के पानी पानी भएको ठाउँलाई मात्रै गरे के गरे खासमा यो हाम्रो अब स्टडी एरिया जहाँ पर्छ त्यति भित्र गर्ने हो कि धेरै ठुलो छ भने डेल अब बीचमा मात्र गर्ने के धेरै चाहिदैन नि त हामीलाई क्याल्कुलेसन बीचमा यो त स्टडी एरिया पुरै त्यही त हो नि हैन र त्यो हाम्रो त ठिक छ हाम्रो त त्यसरी नै लिएको हो नि त एरिया नै त्यही पनि लाइन त तान्नै पर्छ लाइन तान्नै पर्यो यहाँ भित्र क्याल्कुलेट हुनु पर्यो अब माथि माथि त गरेर कामै छैन यहाँ माथि गएर पानी बग्ने हैन यही ठिक ठिक रिभरको साइड साइडको लिनु पर्यो हैन जोस त्यहाँ त्यहाँसम्मको लिनु पर्यो 2D गरेर यसलाई सेभ गर्ने रिक्स एरियाहरुलाई गर्नु पर्यो पानी जान सक्ने ठाउँमा राख्नु लिनु पर्यो अब हाम्रो बाउन्ड्री कन्डिसन लाइन आउँछ हैन सुरुमा त्यसपछि बाउन्ड्री कन्डिसन लाइन के गर्यो अहिले यो के गर्यो यो बाउन्ड्री कन्डिसन लाइन यो के हैन दबाएको हो कि 2D फ्लोलाई बाउन्ड्री कन्डिसन लाइनमा अब सुरुमा एउटा लाइन यहाँ लेफ्टबाट राइटतिर तान्ने फेरि यो अर्को बाउन्ड्री कन्डिसन लाइन यो यहाँ छ नि यो दबायो मैले भर्खर अघि 2D फ्लो दबाएको छ अहिले बाउन्ड्री कन्डिसन लाइन दबायो यो भनेको अपस्ट्रिम हो यहाँबाट पानी बग्ने हो नि त अनि यहाँ दुईचोटि दबाइदियो अब बाउन्ड्री कन्डिसन लाइन के हो यो अपस्ट्रिम हो अपस्ट्रिम लेखिदियो यो 1D भयो अब फेरि अर्कोचोटि बाउन्ड्री कन्डिसन लाइन दबाइदियो यो भनेको फेरि लेफ्टबाट राइट यसरी यहाँबाट यसरी यो एरियाभित्र दुईचोटि क्लिक गरिदिने अनि भनेको डाउनस्ट्रिम बन्द भयो देखेन के भयो बन्द भयो प्रेजेन्टेसन त्यही गर्ने देखिरहेछ होइन देखिरहेछ त गणेश के हो तिम्रो स्लो हो अनि डाउनस्ट्रिम भयो नि यो डाउन स्ट्रिम नि बाउन्ड्री कन्डिसनबाटै लिने हो डाउनस्ट्रिम बाउन्ड्री कन्डिसनबाटै लिने हो कि हामीले दिने हो अब ओके गरे अब डाउनस्ट्रिम अपस्ट्रिम र डाउनस्ट्रिम आयो नि दुईटा अब हाम्रो नेक्स्ट काम भनेको अब यसमा फ्लो हाइड्रोग्राफ यताउता दिने तर सुरुमा हरेक गर्ने बित्तिकै यो सेभ गरिदिने कि ठ्याक्क गरेर यसलाई सेभ गर्ने बित्तिकै अब यसलाई हाम्रो जियोमेट्री डाटा हो नि त यो जियोमेट्री भनेर सेभ गरिदिने अब यहाँ आउँछ कि जियोमेट्री भनेर जब सेभ गर्छौँ नि जियोमेट्रीमा यो आयो ठ्याक्क यो भनेपछि अब यो दुईटा म्याच गरिरहेछ यसको यो र यो जोइन भइरहेछ अहिलेसम्म ठिक छ सबै काम अब हाम्रो अब अर्को काम भनेको अब यहाँबाट बाउन्ड्री सबै सुरुमा के गर्यौँ हामीले टेरेन बनायौँ होइन टेरेनलाई हाल्यौँ ऱ्यास पेपरमा ऱ्यास पेपरबाट हामीले के अरे जियोमेट्रिक डाटामा तान्यौँ अनि त्यसपछि 2D फ्लो एरिया बनायौँ अनि बाउन्ड्री कन्डिसन हाल्यो डाउनस्ट्रिम हाल्यो अब लगभग अब यसपछि चाहिँ अब हाम्रो काम भनेको 2D फ्लो भनेको यो हो अनस्टेडी फ्लो भनौँ न यो स्टेडी फ्लो सिधा छ नि यो अनस्टेडी फ्लो यो ट्रायङ्गल भयो यो क्वासी स्वासी के भयो अब हामीले यो हेर्नु पर्यो यो चलाउनु पर्यो यो चलायो यहाँ पनि नयाँ प्लान बनाए भयो यो भनेको अनस्टेडी यो अनस्टेडी पनि यहाँ आयो यो सबै जहाँ जहाँ सेभ गर्छ त्यति यहाँ हुन्छ कि यहाँबाट नि अनस्टेडी गर्न मिल्छ अब यसमा टाइम दिनुपर्छ कि सुरुमा अब कहिलेबाट कहिले चलाउने भने हाम्रो कति थियो 2023 अनि
अगस्त अगस्त ओके गर्यो एन्डिङ डेट अब एक दिनको गर्छौँ नि त हामीले धेरै गर्दैनौँ 2023 अगस्त 9 मा एन्डिङ गर्ने भन्यो 1 आवरहरू यताउता भयो यहाँ 8 देखि 9 गऱ्यो भने 8 को आउँछ जहाँबाट गरेको त्यहीबाट आउँछ कि सुरुमा हामीले अब यहाँ यो 2D बनायौँ नि अघि जुन यो 2D 2D लाई नै हामीले प्रोसेसिङ गर्नुपर्छ कि एडिट 2D फ्लोबाट अनि अब हामीले म्यानिङ्स भन्ने यहाँ बल्ल युज हुन्छ एडिट ल्यान्ड कभर टु म्यानिङ्स कोफिसियन्ट भन्छ नि यो म्यानिङ्स चाहिँ अब बल्ल यहाँबाट काम लाग्छ कि म्यानिङ्सको अब यहाँ डाटा हाल्ने हो कि जस्तै हामीले ल्यान्ड युज ल्यान्ड कभरको रिभर कति हो रिभरको म्यानिङ कति हो प्लस गर्दै गर्दै रिभर यो के अरे खेत सोइल यसको यति हो यति यसको यति हो यसको यति हो भन्ने कन्स्टेन्ट भ्यालु हुन्छ के हो म्यानिङ्स भ्यालु हो कि यो एडिट गर्न मिल्छ यसलाई चाहिँ सुरुमा अब हामीले यसलाई सुरुमा काम गर्ने चाहिँ म्यानिङ्सलाई हाल्नलाई यहीँबाट यो के अरे ऱ्यास म्यापरमै हाल्छ कि धेरै जसो ऱ्यास म्यापरमा कन्स्टेन्ट हुन्छ नि भ्यालु कन्स्ट्यान्ट फरक हुन्छ हरेकको लागि हामीले कसरी हाले कहाँबाट ल्याएको थियो जस्तै अब यहाँ सुरुमा ऱ्यास म्यापर नै छ नि जुन ऱ्यास म्यापरमै गएर अब यहाँ हामीले क्रिएट न्यू ऱ्यास लेयरमा गएर ल्यान्ड कभर हामीले ल्यान्ड कभर जुन एक्सट्रा गरेको थियो सिधै ल्यान्ड कभर हाल्न मिल्छ कि यहाँ ऱ्यास म्यापरमा यो भनेको आरजिएसको म्यापको इन्टरफेस जस्तै हो कि अब हामीले यहाँ म्यानिङ्स कोफिसियन्टको लागि अब डाटाहरू त्यो के अरे डाउनलोड गरेको डाटाहरू यहाँ ल्यान्ड युज ल्यान्ड कभरको यहीँ हाल्न मिल्छ सिधै एक्रास टेरेन यहीँ सक्यो एलयुएलसी यो एलयुएलसी म्याप भयो होइन यसरी आउँछ कि एलयुएलसी हाल्ने बित्तिकै अब सुरुमा यसलाई हामीले एउटा एलयुएलसी हाल्ने अब यहाँ क्लासिफिकेसन गर्ने कि सुरुमा यो एलयुएलसी जुनबाट तानेको नि त्यसको अब हरेकको एक भनेको रिभर हो त्यसमा अब यहाँ रिभर लेख्ने 2 भनेको सोइल के थियो सोइल लेख्ने त्यस्तै गरेर बढाउँदै जाने कि यहाँबाट अनि यो र यो म्याच हुन्छ ठ्याक्कै 1 भनेको रिभर 2 भनेको सोइल अनि 3 भनेको यो भनेर आउँछ क्रिएट गर्ने क्लोज अब यसलाई म्यानिङ्सलाई चाहिँ यहाँबाट फेरि कनेक्ट गर्नुपर्छ कि म्यानिङ्स जुन यहाँको म्यानिङ्स छ त्यसलाई पछि युज गर्नुपर्छ नि त उता गएर अनि यहाँ कनेक्ट गरेर यो ल्यान्ड कभर भनेको म्यानिङ्सको भ्यालु यहाँ ल्यान्ड कभरबाट लिक भनेको के अनि यो के छ नि यो प्रोसेसलाई के भन्ने भाइ यो जुन यो तिमीले हाल्यौ नि यो के 1 2 3 4 भनेर यो म्यानिङ्स यो ल्यान्ड युज ल्यान्ड कभर हालेको के त ल्यान्ड युजको ल्यान्ड कभर यहाँ सेलेक्ट गर्दा यो उता के अरे जीबाट तानेको गुगल अर्थ इन्जिनबाट तानेको अब यो ल्यान्ड युज ल्यान्ड कभर यहाँ आयो होइन अब यसमा यो 7 भनेको पास्टर यो भनेको हामीले यतिकै दियो तर यसलाई चाहिँ ठ्याक्क यसको जुनबाट तानेको त्यसमा चाहिँ भ्याल्यु हुन्छ कि 1 भनेको यो भनेको यो भनेर 2 भनेको सोइल यसरी आउँछ कि अब यसलाई यहाँबाट क्लासिफिकेसन गर्थ्यौँ नि हामीले त्यस्तै गरेर क्लासिफिकेसन गरेको क्लासिफिकेसन सिधै तानेको डाटा यो डाटा चाहिँ सिधै हामीले तानेको नै हो कि एभाइलेबल डाटा नै तानेको जस्तै त्यहाँ अब भ्यालु हाल्दै अनि यहाँ देखाउँदै भ्यालु हाल्दै गरिरहेको नि 1 2 3 भनेर अब त्यो चाहिँ अब म्यानिङ्सको यो चाहिँ अघि 1 2 3 4 हालेको त्यो चिनाउनलाई यो भनेको यो हो यो भनेको यो हो भनेर अब त्यसको एक्चुअल म्यानिङ्स हाल्नलाई चाहिँ यहाँबाट गर्ने हो कि यो एडिट ल्यान्ड कभर अब हामीले यहाँ सेभ गरिसकेपछि यो ठाउँमा सेभ गरिसकेपछि चाहिँ हाम्रो यहाँ चाहिँ देखाउनु पर्छ कि अब यहाँ देखायो नि यो ठाउँमा सेभ गर्ने बित्तिकै यहाँ चाहिँ देखाउँछ कि म्यानिङ्सको यो र यो जहिले कनेक्टेड हुन्छ कि सबै कनेक्टेड हुन्छ अनि ठ्याक्क अब यहाँ म्यानिङ्स हालिदिने भ्यालु यो रिभरको लागि हाल्नु पऱ्यो नि यसको लागि 0.160 अब यतिकै हालिदिएको मैले चाहिँ यसको आफ्नो भ्यालु हुन्छ सबैको भ्यालु अब नेटमा जति आफ्नो भ्यालु डिस्कभर गरेको हुन्छ कि 0.11 0.12 0.15 0.16 एलएलसी म्यापबाट आउँछ रे यो एलएलसी म्यापबाटै आउँछ
0.17 0.18 यतिकै हालिदिएको यो चाहिँ म्यानिङ्स भ्यालु चाहिँ हाल्यो यो चाहिँ अब ओके गर्यो केही गर्नु परेन यो सबै केही चलाउनु परेन अब यो सिधै जेनेरेट अब इन्टरभल राख्नुपर्छ कि सुरुमा अब इन्टरभल चाहिँ हामीले यो यहाँ जति हाल्छौँ नि त्यही अनुसार नै 2D को बनाउँछ कि जस्तै अघि 2D लाइन बनायौँ यसमा अब यसको इन्टरभल हामीले 20 हाल्दाखेरि नि ठुलै हुन्छ हाम्रो लागि त 10 हाल्दा ठिक्क हुन्छ होला यसले अब हामीले भर्खर 10 को ग्रिड बनायो यसरी त भित्र हेर्दाखेरि यसले 10 मिटरको एउटा ग्रिड बनाउँछ यो ग्रिड भनेको चाहिँ हाम्रो ठ्याक्क पानी यो एरियामा यति एलिभेसन छ यति चेन्ज छ अब त्यो चेन्ज अनुसार यहाँ पानी आयो भने यो माथि जाँदा कति तल यो ग्रिडहरू जति सानो ग्रिड भयो त्यति नै बढी डिटेल आउने भयो कि यसमा अब यो जति सानो अब अझ यो भन्दा नि सानो ग्रिड लियो भने अब झन् एक्युरेट हुने भयो कि यो 10 मिटरमा हाल्यो अब 10 मिटरबाटै हामीले सबै काम गर्न सक्छौँ हामीले चाहिँ कति मिटर हाल्यो भर्खर 10 मिटर हाल्यो नै हाम्रो रियल वर्कमा रियलमा 5 हो कि त्यस्तै हालेछ त अब यसमा के काम गर्ने अब यसलाई सेभ चाहिँ गरिराख्नु पर्छ ग्रिड हाल्नको फाइदा के हो खासमा के हो काम के को काम यो ग्रिड हाल्नुको कारण के हो खासमा त्यही त भने त पानी बग्ने बेला ठ्याक्क यो एलिभेसन चेन्जहरू हरेक ग्रिड अनुसार जान्छ कि बग्ने हो कि त्यो सबै अनि यो ग्रिडहरू ठ्याक्क यो ग्रिड अनुसार नै अब यसले आफ्नो सेल भ्यालुहरू कति हुन्छ एलिभेसन चेन्जहरू कति छ त्यही अनुसार नै पानी बग्छ कि सक्यो यति हो अब लगभग काम सकियो यति हो अब यसमा अर्को भनेको यो अब सिस्टम युनिटहरू चेन्ज गर्न मिल्ने सिस्टमहरू पनि मिल्छ युनिटहरू चेन्ज गर्न पर्यो भने कहाँ गयो यो सिस्टमेटिक एउटा एलिभेसन हुन्छ भन्नु खोजेको के हो के को लागि गरे के चाहिँ यो ग्रिडहरू गरे जस्तो एउटा बक्स भित्र अनि त्यसको सबै एलिभेसन एउटै मान्छ के हो त्यस्तो हो एउटा ग्रिड अनुसार ग्रिड भनेको त्यही एउटा बक्समा चाहिँ तेरो एलिभेसन चेन्जहरू के कस्तो छ अनि टेरेन कस्तो छ हेर्छ कि हरेक बक्समा जब त्यो पानी बग्छ नि अनि पानी बग्दाखेरि चाहिँ यो टेरेनमा यस्तो रहेछ भनेर अनि त्यहीबाट पानी बगाउँछ कि त्यसले चाहिँ अहिले बगाउनु मिल्दैन पानी बगिहाल्छ नि पक्न अब यो भर्खरै हामीले अनस्टेडी फ्लो गऱ्यौँ नि अनि अनस्टेडी फ्लो गर्ने बित्तिकै अब हाम्रो अघि जुन लाइन तान्यो ऱ्यास पेपरमा दुईटा लाइन तानेको अप स्ट्रिम र डाउन स्ट्रिम ताने हैन अप स्ट्रिम र डाउन स्ट्रिम ताने थियौँ नि ऱ्यास पेपरमा हैन 2D जियोमेट्रिक डाटामा कस्तो ह्याङ भएको यसमा जुन अप स्ट्रिम र डाउन स्ट्रिमको त्यो लाइन तान्यो अब त्यो चाहिँ यहाँ देखाउने हो कि यसले आफ्नो अब अनस्टेडी फ्लोमा चाहिँ जुन लाइन जस्तै अप स्ट्रिममा हाम्रो माथिपट्टिको साइड भयो डाउन स्ट्रिम भनेको तलपट्टिको साइड भयो अब यसमा दबाउने अप स्ट्रिममा दबाउने हामीलाई अप स्ट्रिममा के गर्न छ अप स्ट्रिमबाट पानी फाल्न छ नि त हामीलाई पानी बगाउने अप स्ट्रिमबाट बुझिरहेको केही कन्फ्युजन त छैन के कन्फ्युजन के भन्छ सधैँ दाइले त बुझ्नु भयो दाइले त चलाउनु भएको होला बुझिरहेको छु गर्ने कन्फ्युजन त छैन नि केही छैन बरु के जस्तो अब हामीले अघि त्यहाँ जेम निकालिसक्यौँ त्यसपछि क्लासिफाई गरे पिक्चरमा पनि गरायौँ होइन अब अपस्ट्रिममा अहिलेसम्म भएको कामलाई रिभाइज हान्नु त भाइ एकपल्ट सर र मुखले ल अहिलेसम्म केही गरेन सुरुमा टेरेन यहाँसम्म आयो होइन ऱ्यास पेपरमा
एड गर्यो ल टेरेन एड त्यसपछि गर्यो फेरि यही ह्याक्रासको इन्टरफेसमा गएर फेरि यो जियोमेट्रिक डाटा गऱ्यो भने फेरि अर्को यो जियोमेट्रिक डाटा आउँछ यसमा जियोमेट्रिक त्यही डाटामा त्यो डिटिएम फाइल आयो हामीले त्यहाँ जियोमेट्री बनायौँ होइन त्यो जियोमेट्रीहरू के बनाएको थियौँ भनेपछि जस्तो घर अनि नदी त्यस्तै त्यस्तै दिएको थियौँ होइन हामीले त्यो म्यानिङ्स कोफिसियन्ट हो कि दाइ ल त्यो पहिला सुरुमा सुरुबाट भनौँ न सुरुमा जो डिटिएम यहाँ पनि आयो अनि आयो, त्यसपछि 2D फ्लो भयो यो 2D को एरिया बनायौँ सुरुमा होइन अँ, 2D को एरियामा बनायौँ अपस्ट्रिम बनायौँ डाउनस्ट्रिम बनायौँ अँ, यतिसम्म ठिक छ अनि फेरि अब हामीले अब सुरुमा के अरे यो कम्प्युट गर्ने बेला यो जब यसले हामीले कम्प्युट गर्छौँ नि 2D फ्लोलाई हजुर 2D फ्लोलाई कम्प्युट गर्ने बेला चाहिँ यहाँ माग्छ कि यो एरिया भनेको के हो यसको म्यानिङ्स कोफिसियन्ट के हो भनेर माग्छ कम्प्युट गर्ने बेला यो माइनस कोफिसियन्ट भन्ने हुन्छ नि अँ गयो त दाइको के भयो त नेट चलाएन दाइ आयो दाइ दाइ कहाँ थियो माइनिङ्स माइनिङ कोफिसियन्ट के को आधारमा हाल्ने के जस्तो यो च्यानललाई ल म्यानिङ्स कोफिसियन्ट टेबल भने नै यसरी आउँछ कि दाइ त्यो त स्ट्यान्डर्ड नै हो जस्तो लाग्यो स्ट्यान्डर्ड नै हो कि यो स्यान्डको यति हुन्छ यो भनेको म्यानिङ्स एउटा कोफिसियन्ट मात्र हो यो सबैको लागि एउटै हुन्छ कि भन्नाले हरेकको लागि छुट्टै छुट्टै हुन्छ कि यो अलरेडी उस नै हुन्छ कि यो म्यानिङ्स ए म्यानिङ्स भनेको अब सुरुमा हरेक सर्फेसको त छुट्टै छुट्टै हुन्छ नि त फ्रिक्सनल रेजिस्टेन्स अब जस्तै अब कुनै के अरे घाँस सासको अलिक कम होला यो के अरे घरहरूको बढी होला अनि त्यही अनुसार नै दिने हो कि एनको भ्यालु ठिक छ अनि के गऱ्यौँ अब कन्टिन्यू भयो एक्सक्युज मी सर ल कन्टिन्यू सर्फेस रफनेस यो चाहिँ 0.030 देखि 0.1 सम्म हुँदो रहेछ स्मुथ कङ्क्रिटहरू 0.002 यसरी है यहाँसम्म भयो होइन अब त्यसपछि हामीले यो बनायौँ 2D एरिया बनायौँ 2D एरियामा म्यानिङ्स कोफिसियन्टहरू दियौँ एलयुएलसी म्यापहरू यहाँ के अरे ऱ्यास म्यापरमै हाल्यौँ होइन यो बुझ्नु भयो नि एलयुएलसी म्यापहरू हालेको अघि एसाइन गरेको लियर हालेको लेयर हालेको अनि हामीले त्यही लेयर अनुसार चाहिँ यहाँ म्यानिङ्स कोफिसियन्ट दियौँ यसलाई क्यालकुलेट गऱ्यौँ त्यहाँसम्म ठिक छ नि म्यानिङ्स कोफिसियन्ट क्यालकुलेट भयो अनि त्यसपछि अब सबै हजुर ठिक छ अनि त्यसपछि चाहिँ अब हामीले अनस्टेडी फ्लो गर्छौँ कि हामीले त स्टेडी भनेको त अब के अरे एउटै लेभलमा पानी बग्ने हो नि त स्टेडी भनेको अनस्टेडीमा चाहिँ के हुन्छ ट्रायङ्गल यो ट्रायङ्गल देख्नु छ नि यसले नि रिप्रेजेन्ट गर्छ कि जस्तै 12 बजे पिक यो स्क्रिनमा हेर्ने 12 बजे पिक छ भने अब हाम्रो दिनको सुरुवातबाट कसरी बढ्दै जान्छ त पानी सुस्त बिस्तारै बढ्दै जान्छ यहाँ पिकमा पुग्छ होइन यहाँ पिकमा पुग्छ पिकबाट फेरि घट्दै जान्छ कि त्यो अनस्टेडी फ्लो हो अब अनस्टेडी फ्लोमा अब अपस्ट्रिममा हामीले फ्लो हाइड्रोग्राफ हाल्नुपर्छ जस्तै हाम्रो त्यो डिस्चार्जको भ्यालु आयो नि डिस्चार्जको भ्यालु हामीले फ्लो हाइड्रोग्राफमा हाल्ने बिसी लाइन भने के गरे बिसी लाइन भनेको बाउन्ड्री कन्डिसन लाइन के अब अपस्ट्रिम र डाउनस्ट्रिम दुईटा हुन्छ नि त्यो चिनाउने लाइन हो कि बाउन्ड्री कन्डिसन अब फ्लो हाइड्रोग्राफ भयो फ्लो हाइड्रोग्राफमा चाहिँ अब हाम्रो यस्तो टाइम आउँछ कि यो सिमुलेसन टाइम भनेको यो सिमुलेसन हुन लागेको कति हो यो चाहिँ रियल टाइम होइन रियल टाइम भनेको यो हाम्रो होइन अब 7 अगस्त हाम्रो डेट भनेको यहाँ अघि नै दिएको 8 अगस्त 2023बाट अनि यसले चाहिँ कहाँबाट हेर्छ 7 अगस्तको 24 घन्टा भनेको ठ्याक्क अब 12 बजे के 7 अगस्तको 12 बजेको 0 देखि हाम्रो तलसम्म हेर्दै जान्छ 12 अगस्तसम्म अब हामीले टाइम डेटको टाइम इन्टरभल हामीले 1 मिनेट हो कति राख्यो एक दिन हाल्दा हुन्छ एक दिन हाल्दा नि हुन्छ हामीले 1 घन्टा हाल्दा नि हुन्छ 5 मिनेट हाल्दा नि हुन्छ यो जति के अरे कम हाल्यो त्यति एक्युरेट हुने हो क्या हामीले कति हाले हो हामीले त एक दिन डेली होइन हाम्रो डेटा हामीले 1 घन्टा हालेको 1 घन्टा हालेर यसलाई इन्टरपोलेट गर्न मिल्छ जस्तै अब हाम्रो 8 अगस्त भयो नि यो जुन डेटमा देखाएको छ नि 8 अगस्तको अब हामीले पिक टाइम भनेको 8 अगस्तको 12 मा राखेको के यो एज्युम गरेको के अब हामीसँग आवरलीको डाटा छैन नि त आवरलीको 8 अगस्तको दिन यति भएको मात्र थाहा छ नि त हामीलाई अनि त्यही भएर यसको 12 बजे चाहिँ 389 हुन्छ भनेर हामीले एज्युम मात्र गरेको के सुरुमा 0 भयो यहाँ फ्लो अनि त्यसपछि यो बिचमा एकैचोटि पिकमा पुग्यो पिकमा पुगिसकेपछि अब यसको 48 घन्टामा फेरि 0 भयो भनौँ न यसको अर्को 9 अगस्तको राति
अनि यो बिचमा जे यति हालिदिएपछि इन्टरपोलेट र मिसिङ डाटा गऱ्यो भने आफै इन्टरपोलेट गर्छ कि बिस्तारै बिस्तारै फ्लो बढाउँछ यही नै हो कि अनस्टेडी फ्लो भनेको बिस्तारै फ्लो बढाउँदै गयो यो भनेको पिक टाइम पुग्यो 12 बजे अनि फेरि घट्दै गयो यो अनस्टेडी फ्लो यो भयो युज स्टुडेन्ट फिक्स टाइम गरे भयो अनि यति भयो कम हुन्छ त्यसपछि बढ्छ फेरि घट्छ त्यही भने होइन अनस्टेडी भने अब यसमा यो इजी स्लोप फर डिस्ट्रिब्युटिङ फ्लो एलोङ बिसी लाइन भनेको यो पानीको उस भन्छ कि यसलाई पानीको नि सर्फेस स्लोप हुन्छ नि जुन त्यो चाहिँ एकदम नेग्लिजिबल हुन्छ भन्छ कि सधैँ पानीको नि स्लोप त हुँदै हुन्न पानी त एकदम एउटै लेभलमा हुन्छ त्यही भएर यसलाई एकदम नेग्लिजिबल हाल्दै हुन्छ भन्छ अब यसलाई प्लट गर्न नि मिल्छ कि यही हो कि अनस्टेडी फ्लो भनेको यही हो सुरुमा सानो भयो त्यसपछि यो बिचमा पिकको टाइम भयो यहाँबाट बढ्दै बढ्दै गयो अनि यो पिकबाट फेरि झऱ्यो यहाँसम्म ठिक छ होइन स्टडी भने त एउटा सिधा लाइन नै भयो नि त त्यसको स्टडी भनेको सिधा लाइन भयो ठिक छ नि यहाँसम्म त अब यसलाई ओके गर्यो यो भनेको अफ यो डिस्चार्ज निकालेको त्यो आएको फ्लो हुने डिस्चार्ज बिचमा एउटा मात्र डाटा हाल्यौँ अरू चाहिँ सबै इन्टरपोलेट भयो कि किनकि हामीसँग डेलीको डाटा छ नि त ए त्यो फेरि भन्नु त के रे के डाटाको यो फ्लो आएको भने हामीले डेलीमा क्याल्कुलेट गरेको होइन हो नि अब हाम्रो डेलीमा डाटा हालेको कि आफै आएको के हो अहिले यो इन्टरपोलेट गरेको कि भर्खरै जस्तै अब हाम्रो 8 अगस्तको दिन हामीले जुन प्रिडिक्सन मोडल गर्यौँ नि त्यति बेला सबभन्दा हाई डिस्चार्ज हाम्रो यति आएको थियो अनि हामीले यहाँ 0 सेट गर्यौँ यहाँ तल पनि 0 सेट गर्यौँ यहाँ दुईटामा 0 सेट गरेपछि अनि यो इन्टरपोलेट मिसिङ भ्याल्यु गरिदियो भने यहाँभन्दा माथिको नि डाटा आफै भर्छ यहाँभन्दा तलको डाटा नि आफै भर्छ यसले 2 दिनको लागि इन्टरपोलेट गरेपछि यो बिचको डाटा हालिदिएपछि यसले आफै इन्टरपोलेट गर्छ कि बिचको भने त्यो पिकवाला हालेको पिकवाला हामीलाई मेन चाहिने त पिक नै हो नि त तल र माथिको आफै आउँछ नि आफै आउँछ अनि यो बाउन्ड्री गरेपछि यो भनेको एकदम नेग्लिजिबल हुन्छ यो भनेको यसलाई नेग्लिजिबल नै छोडिदियो ओके गरिदियो होइन अनि डाउनस्ट्रिम भनेको अब तलको डाटा भयो यो डाउनस्ट्रिम गर्दा नर्मल डेप्थ आउनु पर्ने हो यो पिक डाटा त्यो हेर्ने नै हो त्यो दिनको पिक डाटा हेर्ने नै हो कि हेरेरै हाल्ने हो अब्जर्भवाला हेरेर हाल्ने हो पिकलाई ठ्याक्कै 12 बजे हाल्यो के गरे हो ठ्याक्क 12 बजे यो पिक हुन्छ मात्र देखाएको कि अरू केही पनि होइन त्यो पिक हामीले उताबाट लिए होइन त्यो उसको एनएन मोडलबाटै लिएको त्यही त अब स्ट्रिम डाउन स्ट्रिम काम भइरहेको होइन यो म्यानिङ्स कोफिसिएन्टहरू अब त्यहीँबाट डाटाहरू हाल्न मिल्यो अघि हालेकै डाटाहरू भयो यसमा त केही पनि छैन यो के गर्दैछ आफै क्याल्कुलेट गर्छ अनि हाम्रो चौथोले भिडियो बनाइरह नि केटा हो यहाँबाट अब डाइरेक्ट हाम्रो सबै डाटा हालिसकेपछि यहाँबाट कम्प्युट गरिदियो भयो भने के भन्यो सबै डाटा हाल्ने भने के डाटा हाल्ने अरू अहिलेसम्म सबै काम गऱ्यौँ नि त हामीले खासमा हामीले हाल्यो भने चाहिँ त्यो एउटा डिस्चार्ज त हो नि होइन डिस्चार्ज मात्र हो त्यही त एउटा डिस्चार्जको भ्यालु हाल्यो त हो नि अफ स्ट्रिममा अनि त्यो हामीले अघि अब त्यो डेप्थ भ्यालु हाल्नलाई चाहिँ यहाँबाट के गर्नु पर्दैन डेप्थको भ्यालु हाल्न डेप्थको भ्यालु चाहिँ तलपट्टि डाउन स्ट्रिममा चाहिँ डेप्थको भ्यालु हाल्नुपर्छ कि अप स्ट्रिममा चाहिँ फ्लोको भ्यालु
अनि डाउन स्ट्रिममा चाहिँ डेप्थको भ्यालु हाल्नुपर्छ कि डेप्थको भ्यालु हाल्नलाई कन्ट्रोल दबाउने अनि यो जुन जुन खोला छ त्योबाट सिधै तल लाइन तानिदियो भने एउटा स्लोप बन्छ कि स्लोप मात्र हाल्ने डेप्थमा हानेको स्लोपको भ्यालु मात्र हाल्ने हो नर्मल डेप्थ भनेको त्यसको स्लोप मात्र देखाइदिने हो कि माथिबाट आफै लाइन पानी त आउँछ ठिकै आफै तान्नु मिल्छ होइन के हो यो ठ्याक्कै यो पानीको बिचको बााउन्ड्री तान्ने लाइन ठ्याक्कै सिधा त यो खोला तानिदियो भने यसको अब कट प्रोफाइल फ्रम टेरेन गऱ्यो भने यसको ठ्याक्कै प्रोफाइल आउँछ कि यो पानी खोलाको सिधा प्रोफाइल आउँछ के बााउन्ड्री कन्डिसन लाइनमा थिच्ने हो कि तान्ने हो के गर्ने यसलाई तान्नलाई केही गर्नु परेन कि सिधै यसलाई दबायो यसलाई कन्ट्रोल दबायो नि किबोर्डमा ए अनि त्यसपछि सिधै तान्ने माथिदेखि तलै तान्नुपर्छ होइन कन्ट्रोल दबायो भने यस्तो आउँछ अनि यहाँबाट यसरी छोरे तर यहाँ तलसम्म यतिसम्म तान्दै भयो अप स्ट्रिमबाटै तान्ने हो के गर्ने हो खास त्यही हो डाउन स्ट्रिम हो कि यो अप स्ट्रिम त माथि हो कि। अप स्ट्रिमबाटै पुरै तान्ने हो कि अलिकति तल मात्रै तान्ने हो के हो यति तल मात्रै तान्ने हो कि थोरै तलको मात्रै देखाउने हो कि भाग कस्तो छ भनेर मात्र देखाउने कन्ट्रोल दबायो भने यस्तो आउँछ मेरो यो हेर्नु कन्ट्रोल दबाउने अनि यहाँबाट यसरी सिधा यहाँसम्म तानिदिने डाउन स्ट्रिमसम्म जोड्ने हो त्यतिसम्म ताने भयो थोरै देखाएको त्यहाँबाट के डेप्थ आउँछ भने नर्मल डेप्थ आउँछ कि यहाँको अब कट प्रोफाइल फ्रम टेरेन गऱ्यो भने यसको टेरेन देखायो होइन डेप्थ कति देखाउँछ डेप्थ होइन कि यसको यहाँबाट स्लोप आउँछ कि स्लोपको भ्यालु चाहिने हो खास पनि मेन ए अनि फेरि यहाँबाट फेरि कन्ट्रोल दबायो अनि कन्ट्रोलबाट फेरि यहाँसम्म यसको स्लोप कसरी चेन्ज भइरहेछ यति दबाइदिएपछि यहाँबाट स्लोप दिन्छ कि यसले यो dy/dx छ नि यही नि हाम्रो तल नर्मल डेप्थ हाल्नु ए त्यो भ्यालु हाल्नु पऱ्यो नि त नर्मल डेप्थमा हाल्नु पर्यो डेरिभेटिभ यार युज भयो यार कता हाल्ने हो यो एकछिन अपस्ट्रिम डाउनस्ट्रिम अनि हाम्रो रेगुलर पोइन्ट 15 2D फ्लो एरिया जेनरेट हुन्छ सधैँ कुन पार्ट भन्ने हो त भाइ भनौँला नि अहिले के टेन्सन अहिले यो पार्ट पनि के हो कहाँ छ पार्टमा अड्किरहेको पहिला यो बुझ न अनि पछि पार्ट बुझाउन यार केयरलेस गर्ने यार तपाईँ जुन भने नि रेडी हो क्या मेथोडोलोजी त भन्न सकिन्न होला सबै भन्ने त्यो किन भन्छ यो जज अघिबाट एक स्टेप अगाडि मात्र आइरहेछ कि यसलाई एक स्टेप पछाडि हुनुपर्ने हो अनि ठ्याक्कै त्यहाँ आउँछ हालेपछि त्यो बााउन्ड्री कन्डिसनको तलपट्टि त्यो डाटा हालिदिइसकेपछि यो कम्प्युट हुन्छ कि आफै एक स्टेप अगाडि आयो कि ठ्याक्कै यो अघिबाट त्यही भइरहेछ अब भन्दैन अब यसमा लास्टमा के गर्ने लास्टमा त्यो डाटा हाल्ने अनि त्यो डाटा हालेपछि कता हाल्ने त्यो स्लोपको डाटा त्यो डाउन स्ट्रिममा देखाएको थियो नि अघि देखायो अहिले फेरि देखाउँदैन के हो हेग्रासको अब त्यो ह्याङ हुन्छ क्या हेग्रास यस्तो अघि देखाएको थियो अघि त्यो डाउन स्ट्रिममा हाल्न मिल्थ्यो नि त्यो स्लोप मागिरहेको थियो नि त्यो स्लोप मागेकोमा त्यो भर्खरको यो यहाँबाट आएको स्लोप चाहिँ हालिदियो नि यो स्लोप यो टेरेनबाट काटेको प्रोफाइलबाट आएको स्लोप त्यो 0.001 कति थियो त्यो हालिदिने अनि त्यसपछि सिधै कम्प्युट गरिदिने यहाँबाट कम्प्युट गरेपछि त्यो जुन छ त्यो आइहाल्छ होइन सिधै एकछिन कम्प्युट हुन टाइम लाग्छ अनि 5-10 मिनटपछि चाहिँ एउटा रिजल्ट आउँछ हेग्रासमा त्यो रिजल्ट चाहिँ पानी बगेको वाला त भने त्यो पानी बग्छ अनि एकैचोटि सरल बग्छ यस्तो रिजल्ट आउँछ कि त्यसपछि पानी सरल बग्ने रिजल्ट आउँछ तिनवटा रिजल्ट आउँछ सुरुमा भेलोसिटी म्याप आउँछ
अनि भ्यालिसिटी म्याप भनेको अब कुन कुन यो चाहिँ खास गरी यति भएको भनेको एनिमेसन सेक्टर हो कि यहाँबाट भ्यालिसिटी कति टाइममा हामीले जस्तै 2 दिनको गरेको नि त सुरुमा 1 दिनमा को सुरुमा 0बाट सुरु भयो त्यसपछि बिचमा पिक भयो पिक पछि फेरि घट्दै गयो अब त्यसलाई एनिमेसनमा नि हेर्दा पनि चाहिँ यति यति टाइममा अगस्त 8 को ठ्याक्क 2 बज्यो 3 4 बजे यस्तो हुन्छ भ्यालिसिटी ठ्याक्क कति कतिमा के चेन्ज हुन्छ अब ठ्याक्क 12 बजेतिर चाहिँ पिक हुन्छ भनेको छ हामीले दिएको अनुसार चाहिँ ठ्याक्क 12 बजे चाहिँ यहाँ पिक भ्यालु चाहिँ यतातिर आयो 12 बजेतिर त्यसपछि नर्मल गयो सिमुलेसन गराउने भने यही होइन सिमुलेसन यही नै हो यो भ्यालिसिटीको सिमुलेसन भयो डेप्थको फेरि अर्कै हुन्छ डेप्थको यसो गऱ्यो भने डेप्थ आउँछ अब यो म्याक्स डेप्थमा भयो अब नर्मल्ली अब ठ्याक्क अब हाम्रो स्टार्ट ठ्याक्क अब 12 बजे चाहिँ पिकमा आउँछ यो डेप्थको भ्यालु चाहिँ कति कति मिटर यो कति कति टाइममा कति कति मिटर छ भनेर देखाउँछ डेप्थको म्याप पनि आयो भेलोसिटी डेप्थ अब इनन्डेसन हामीले मेन युज गरेको भने इनन्डेसन बाउन्ड्री यो भनेको अब हाम्रो म्याक्स इनन्डेसन चाहिँ हाम्रो सधैँ म्याक्स भ्यालुमा हुन्छ नि त यो भनेको पिक समयमा कति हो ठ्याक्क त्यो 12 बजेको दिन हाम्रो इनन्डेसन म्याप चाहिँ यस्तो आउँछ कि त्यति 389 डिस्चार्ज हुँदा यहाँ सबै देखिन्छ घर सर यताउता कति कति आछ पानी बाउन्ड्री सबभन्दा बढी यहाँको म्याक्सिमम बाउन्ड्री कति हो सबै देखिन्छ अनि यसलाई चाहिँ अब हामीले एक्सपोर्ट गर्न पनि मिल्छ यहाँबाट एक्सपोर्ट गर्यो एक्सपोर्ट टु सेप फाइल एक्सपोर्ट टु केएमएल सबैमा गर्न मिल्छ हामीले त्यही त गरेको सेप फाइलमा गर्यो अनि त्यसलाई आर्कजिएसबाट म्याप बनाएर अर्कोमा राख्यो यति हो अरू त केही पनि छैन यति हो यति हो नि यही नै हो हाम्रो रिजल्ट नै हो मेन रिजल्ट